मान्छेहरूको लागि मैले के लेखेको छु थाहा छ? छोरा मान्छे हुन एकदमै गाह्रो छ। हामी त छोरी मान्छे हो, छिनमै रिसाइदिन्छौँ, छिनमै रोइदिन्छौँ, फकाउने मान्छे भए पनि नभए पनि यतातिर फर्केर बसिदिन्छौँ होइन, त्यो हाम्रो मुड हो। तर छोरा मान्छेलाई एकचोटि रुन पनि 100 चोटि सोच्नुपर्छ। कहाँ रुँदैछु, मान्छेको अगाडि होस्, भिडमा छु कि अलिकति न्याउरो देखेको छु कि जस्तो सुकै अवस्था होस् हाँसेर गुज्रिनुपर्छ। यहाँ यतिजना हुनुहुन्छ, उता हुनुहुन्छ, दिस इज फर अल अफ यु। यो चाहिँ मैले लेखेको एउटा पोएट्री, छोरा मान्छे। छोरा मान्छे सुन न, आज मनैदेखि एउटा कुरा भन्छु नि ल, जिन्दगीको यात्रामा तिम्रो सहयात्री बन्छु नि ल। थाहा छ तिमी छोरा मान्छे हौ, परिवारको जिम्मेवारीले तिम्रो काँध दबिएको छ, उमेरसँगै नयाँ जिम्मेवारीहरू थपिएको छ। तर तिमी हिम्मत नहार्नु ल, अरूको खुसीको लागि आफ्नो खुसी अलपत्र नपार्नु ल, सबैको रहर पूरा गर्न आफ्नै रहर नमार्नु ल। जिम्मेवारीले दबिएको तिम्रो कामलाई सहारा काग म देऊला नि, तिमी हात दिनु साथ म देऊला नि, तिमी रुँदा तिम्रो आँसु पुछिदेऊला नि, तिमी भनेर त हेर म सबै कुरा बुझिदेऊला नि। तिमी मलाई माया दिनु, बदलामा म तिमीलाई खुसी देऊला नि। दिनभरिको थकानले ज्यान भारी हुँदा त्यो शिर मेरो काखमा राखी निदाउनु है, पीडाले त्यो मन भक्कानिदा मलाई अँगालो हालेर रुनु न। म भन्दिन छोरा मान्छे भएर नि रुन्छ भनेर, म भन्दिन कि छोरा मान्छे भएर नि रुन्छ भनेर, किनकि मलाई थाहा छ छोरा मान्छेको पनि मन हुन्छ भनेर। तिमी सुनाउँछौ साना तिना कामले मेरो खुट्टा गलेका कुरा, तर कहिल्यै सुनाएनौ पीडाले त्यो मन जलेका कुरा। रहर त तिम्रो पनि धेरै थिए होला नि है, भाग्यले कति अधुरो बनाइदिए होला नि है। केही छैन तिमी सुर्ता नगर, बाँचुन्जेली सँगै बाँचौँला, चितामा सँगै निदाउला नि। दुनियाँ सबै टाढिए पनि हामी एकअर्काको अँगालोमै हाँसेर जिन्दगी बिताउला नि।